नमस्कार सम्पूर्णमा नेपाली कथाहरू युट्युब च्यानलमा यहाँहरूलाई स्वागत छ। आज चाहिँ मैले छोटो र रमाइलो कथाहरू लिएर आएको छु, कृपया सुनिदिनु होला। कथाको शीर्षक रहेको छ किलो उखाल्ने बाँदर। कुनै एक जंगलमा काठको काम चलिरहेको थियो। कामदार एउटा लामो गिडलाई तेर्साएर ठूलो आराले चिरिरहेका थिए। दिउँसो कामदारहरूलाई भोक लाग्यो। कामदारहरूले दुई चिरेको भागको बीचमा मोटो काठ फसाए ताकि चिरेको भाग अलग अलग भइरहोस् र पछि आरा पसाएर काम सुरु गर्न समस्या नहोस्। फेरि आफ्नो आरा निकालेर उनीहरू खाजा खान घरतिर लागे। थाहा छैन कहाँबाट घुम्दै हिँडेका बाँदरहरूको एक झुन्ड त्यहाँ आइपुगे। सारा बाँदरले त्यो आरा चिरेको मुडोमा उफ्री पाप्री गर्न थाले। उनीहरूमध्ये एक बदमास बाँदर त्यो आधा चिरेको सुकेको रुखमा आएर बस्यो र दुवै पाटाको बीचमा राखिएको काठ बाहिर निकाल्ने प्रयास गर्यो। झुन्डको मुखियाले त्यो बाँदरलाई सम्झायो, बाबु, जुन कामको बारेमा जानकारी छैन त्यो कामलाई छेडछाड गर्नु ठिक हुँदैन। तर बदमास बाँदरमाथि कुनै असर भएन। उसले पहिला चाहिँ काठ तानिरह्यो। धेरै बेर तानेपछि अचानक काठ निस्कियो, तर बाँदर भने बेसरी करायो। काठको दुवै पाटाको बीचमा उसको पुच्छर अड्किएछ। दुखाइको कारण ऊ कराउन थाल्यो। अब उसलाई मुखियाले भनेको कुरा याद आयो। पीडाले चिच्याउँदा चिच्याउँदै केही क्षणपछि उसको मृत्यु भयो। साँचो हो, बिना कारण कुनै व्यर्थको काममा हात हाल्नु ठिक हुँदैन। यो कथाबाट के शिक्षा पाइन्छ भने जुन कामको बारेमा जानकारी हुँदैन त्यो काम जानी नबुझी गर्नु हुँदैन। धूर्त बकुलो। धूर्त बकुलो। कुनै एक वनमा सफा पानी भएको एउटा ठूलो र गहिरो तलाउ थियो। त्यसमा अनेकौं जलजीव बस्थे। सबै जलचर धेरै खुसी थिए। त्यही छेउमा एउटा बकुला पनि बस्थ्यो। ऊ धेरै बुढो र धूर्त थियो। ऊ बुढो हुनुको कारण कयौं दिनसम्म भोकै पनि बस्नु पर्थ्यो, किनकि ऊ फुर्तीले शिकार गर्न असमर्थ थियो। भोकको कारणले उसको पेट ढाडमा टाँसिसकेको थियो। एक दिन बकुलाले एक चाल चल्ने विचार गर्यो। ऊ तलाउ नजिकैको किनारमा बसेर जोड जोडले रुन थाल्यो। यो देखेर एउटा गङ्गटालाई उसमाथि दया जागेर आयो। उसले बकुलाको छेउमा गएर सोध्यो, मामा, आज तपाईँ किन यति धेरै दुखी हुनुहुन्छ? के बताऊ भान्जा? यही तलाउमा मेरो जीवन बित्यो। म यही जन्मे, हुर्के, ठूलो भए। त्यसैले जब मैले सुने कि यो तलाउको पानी सुक्दैछ र अर्को 12 वर्षसम्म पानी पर्ने छैन, सुक्खा भइरहनेछ, तलाउको सबै जलचर मर्नेछन्, तबदेखि मलाई चैन छैन। तपाईलाई यो कुरा कसले भन्यो? ज्योतिषीहरूले। उनीहरूले नै भनेर मैले सन्यास लिएको हुँ। अब म कुनै जीवनको हत्या गर्ने छैन। मैले माछाको शिकार पनि गर्न छोडिदिएँ। छिट्टै तलाउ सुक्ने खबर अरू जलजीवमा पनि फैलियो। तलाउको सबै जीव चिन्तित भए कि अब के हुने हो, यो विपदबाट कसरी बच्ने। जब कसैले केही सोच्न सकेनन् तब उनीहरूको तर्फबाट एउटा गङ्गटाले बकुलासँग सोध्यो, के यसको कुनै उपाय छैन? बकुलाले भन्यो, उपाय छ। यहाँबाट धेरै पर एउटा सागर छ। त्यस सागरको पानी कहिले सुक्दैन। यदि तपाईहरू चाहनुहुन्छ भने मसँग त्यहाँ जान सक्नुहुनेछ। म सधैँ 2-3 माछालाई त्यहाँ लगिदिनेछु। भोलिपल्ट बकुला 2-3 माछालाई चुच्चोमा दबाएर उड्यो। केही पर गएर उसले माछालाई एउटा ढुङ्गामा बजार्यो। धेरै दिनपछि खानाको स्वाद लिँदै बकुलाले खायो। यसरी बकुला आफ्नो चालमा सफल भयो। ऊ सधैँ यसरी नै 3 माछालाई ल्याउँथ्यो र उसलाई मारेर खान्थ्यो। कसलाई यसबारेमा केही थाहा हुँदैन थियो र उसको उद्देश्य पनि हल हुन्थ्यो। एकपटक एक गङ्गटाले बकुलाको नजिकै आएर भन्यो, मामा, तपाईले सबै माछालाई सुरक्षित स्थानमा पुर्याइदिनु भयो। यदि तलाउ पुरा सुक्यो भने त म पनि मर्नेछु। त्यसैले के तपाईँ पनि मलाई यो तलाउसम्म पुर्याउन सक्नुहुन्छ? यो सुनेर बकुलो मनमा नै प्रसन्न भयो। फेरि उसले सोच्यो, सधैँ सधैँ माछाको मासु खाएर दिक्क भइसके। आज यो गङ्गटाको मासु खाएर मोज गर्नु पर्यो। उसले हुन्छ भनिदियो। गङ्गटा तुरुन्त बकुलाको गर्दनमा बस्यो। बकुलाले उसलाई त्यही ढुङ्गामा लग्यो जहाँ उसले माछा मारेको थियो। माथिबाटै गङ्गटाले माछाको हाड र रगतको दाग देखेर सबै कुरा बुझ्यो। उसले बकुलासँग सोध्यो, तलाउ कति पर छ? बकुलाले तल चट्टन्नेर हेरेर भन्यो, भान्जा, बस यही तलाउ हो। अगाडिको त्यो ढुङ्गा देखिरहेको छौ नि, बस त्यही अरू माछाहरूलाई जसरी नै तिमीलाई नै पछारिदिनेछु र खानेछु। यो सुनेर गङ्गटाले आफ्नो तीखा दाँतले बकुलाको गर्दन कसेर समात्यो
र हेर्दा हेर्दै बकुलाको सास रोकिन थाल्यो र ऊ मर्यो। फर्केर तलाउमा पुगेर गङ्गटाले अरू जलचरलाई सबै कुरा सुनायो। तब सबैले गङ्गटालाई धन्यवाद दिएर त्यो धूर्त बकुलालाई धिक्कारे। अरूसँग गरिएको छल कपट आफ्नै लागि घातक हुन सक्छ। गफाडी कछुवा। कुनै जलसायमा एउटा कछुवा बस्थ्यो। ऊ धेरै गफाडी थियो। दुई हाँस उसको गहिरो मित्र थिए, सङ्कट र विकट। यही जलसायसँग उनीहरू दुई पनि बस्थे। केही समयपछि त्यो इलाकामा अकाल पर्यो। तलाउको पानी सुक्यो। तब हाँसले कछुवासँग भन्यो, मित्र, यो तलाउ त सुकिसक्यो। अब तिमी यहाँ कसरी बस्न सक्छौ? कछुवा बोल्यो, जल बिना त कुनै जीव छँदै छैन। त्यसैले केही उपाय सोच्नुपर्छ। यदि तिमीहरूले एउटा बलियो काठ ल्याएर त्यसको दुईतिर समाएर मलाई पनि त्यसमा झुन्ड्याएर कुनै अर्को तलाउमा पुर्याइदिन्छौ भने मेरो पनि ज्यान बच्ने थियो। हाँसले सोध्यो, काठको सहारामा तिमी दोस्रो तलाउमा कसरी पुग्न सक्छौ? कछुवाले भन्यो, म आफ्नो दाँतले त्यो काठको बिचमा समाउने छु र तिमीहरूले दुवै त्यसको छेउछेउमा समाएर उड्नु। हाँसले भन्यो, यो त ठिकै हो, तर तिमीले बाटोभरि चुपचाप बस्नु पर्नेछ, नत्र तिमी तल खस्नेछौ। यति भनेर हाँस काठको खोजीमा गए। केही क्षणमा हाँसले एउटा हल्का बलियो लट्ठी लिएर आए। कछुवाले लट्ठी आफ्नो दाँतले समायो। हाँस काठको दुवै छेउमा समाएर उडे। आकाशको यो दृश्य देखेर मानिसहरूलाई धेरै आश्चर्य लाग्यो र उनीहरू हल्ला मचाउन थाले। हल्ला सुनेर कछुवाको मुख चिलाउन थाल्यो। उसलाई बोलौँ बोलौँ त्यहाँ के भएको सोधौँ लाग्यो। उसले के को हल्ला हो भन्नको लागि मुख मात्र के खोलेको थियो ऊ खस्यो र यत्रो आकाशको उचाइबाट तल खसेर मर्यो। यसबाट के पाठ सिक्न सकिन्छ भने जो हितैषीको हितकारी कुरा मान्दैन उसले नोक्सान उठाउनको लागि तयार रहनुपर्छ। कुनै जङ्गलमा सीमा नाम गरेको एक सिंह बस्थ्यो। एक दिन ऊ दिनभरि घुमिराख्यो, तर उसले शिकार भेटेन। घुम्दा घुम्दै ऊ थाक्यो र उसको भोक पनि बढ्यो। उता सूर्य पनि अस्ताउन लाग्यो। ऊ के गरौँ भन्दै सोध्दै हिँडिरहेको थियो। यतिकैमा एक नदीको किनारमा पुग्यो। उसले झाडीमा एक गुफा देख्यो। सिंहले सोच्यो, कुनै न कुनै जनावर यो गुफामा अवश्य होला। अब रात पनि पर्न लाग्यो। दिनपछि राति आराम गर्नको लागि कोही न कोही त आउँछ। सिंह गुफामा गएर लुकेर बस्यो। जब कोही आउनेछ तब म त्यसलाई खानेछु। अँध्यारो हुन थालिसकेको थियो। त्यत्तिकैमा थाकेको फ्याउरो त्यहाँ आइपुग्यो। ऊ त्यो गुफामा बस्थ्यो जहाँ सिंह पहिला नै लुकेर बसेको थियो। जब फ्याउरो गुफातिर गइरहेको थियो तब उसले कुनै ठूलो जनावरको खुट्टाको चिन्ह देख्यो। उसले ध्यानले हेर्यो। पन्जाको चिन्ह भित्र गएको थियो, तर बाहिर फर्केको कुनै चिन्ह थिएन। मैले पहिला के निश्चय गर्नुपर्छ भने कुनै जनावर गुफामा लुकेर बसेको छ कि छैन। निश्चय नगरी भित्र जानले खतरा हुन सक्छ भन्ने फ्याउरोले सोचेर बस्यो। फ्याउरो धेरै चलाक थियो। ऊ गुफातिर मुख फर्काएर बोल्यो, ए मेरो प्यारो गुफा, ए मेरो राम्रो गुफा। केही क्षण रोकिएर उसले फेरि भन्यो, ओ मेरो प्यारो गुफा, के तिमीलाई आफ्नो बाचा याद छैन? पहिला त जब म आउने गर्थे तब तिमीले मलाई प्रेमले भित्र बोलाउँथ्यौ, स्वागत सत्कार गर्थ्यौ। आज के भयो? तिमी किन बोलिरहेको छैनौ? म कतै अर्को गुफामा गएर रात बिताउनेछु। फ्याउरोले बारम्बार गुफालाई बोलाएको सुनेर गुफामा लुकेको सिंहले सोच्यो, सायद गुफाले फ्याउरोको कुरा सुनेर जवाफ दिन्थ्यो होला। यदि मैले जवाफ दिन भने फ्याउरो फर्केर जानेछ। यदि ऊ फर्केर गयो भने म भोकै हुनेछु। म नै गुफाको आवाज बनेर बोल्छु ताकि त्यो फ्याउरो भित्र आओस् र पेटभरि खान सकौँ। आऊ भित्र आऊ, म तिम्रो स्वागत गर्छु। आऊ भित्र आएर आराम गर भन्दै सिंह कराउन थाल्यो। सिंहको भारी आवाज सुनेर फ्याउरोले के बुझ्यो भने भित्र बसेर सिंहले मेरो प्रतीक्षा गरिरहेको छ। फ्याउरो त्यहाँबाट भाग्यो र त्यहाँ कहिले फर्केर आएन। यसबाट के पाठ सिक्न सकिन्छ भने चतुर व्यक्ति कसैको धोकामा कमै पर्छ। उपदेशको फल। धेरै समय पहिला एक वनमा घना वृक्षको आँगामा एक भँगेराको जोडी बस्थ्यो। ती दुवैले धेरै मेहनतले आफू बस्न र पानीबाट बच्नको लागि सुन्दर गुड बनाए। उनीहरू त्यसमा प्रेमपूर्वक बस्थे। केही समयपछि वर्षाको मौसम आयो। एक दिन ठूलो पानी परिरहेको थियो। भँगेराको जोडी आफ्नो गुडमा बसेर वर्षाको आनन्द लिइरहेका थिए।
तब कतैबाट नराम्रोसँग भिजेको एउटा बाँदर त्यहाँ आइपुग्यो। भिजेको कारण उसलाई चिसो लागिरहेको थियो र उसको दाँत किटकिटाइरहेका थिए। यो देखेर भँगेराले उसलाई उपदेश दिँदै भन्यो, हेर मूर्ख, यति बलियो हात खुट्टा र शरीर भएर पनि तिमी पानीमा भिजिरहेको छौ र पीडा सहिरहेको छौ। तिमी आफ्नो लागि कुनै घर किन बनाउँदैनौ जसबाट पानीबाट तिम्रो सुरक्षा हुन सकोस्? तिमी त मूर्ख रहेछौ। भँगेराको मुखबाट आफ्नो नराम्रो कुरा सुनेर बाँदर रिसायो र उसले भन्यो, तिम्रो यो हिम्मत बित्ताभरको छैन, मलाई उपदेश दिइरहेको छौ। पर्ख, म तिमीहरूलाई अहिले मजा चखाउनेछु। यति भनेर बाँदर माथि हाँगामा चढेर भँगेराको गुड भत्काइदियो। यसबाट के पाठ सिक्न सकिन्छ भने श्रद्धा र विशेष आग्रहले सोधेमा मात्र कसैलाई उपदेश दिनुपर्छ। श्रद्धा रहित मानिसहरूलाई दिएको उपदेश बेकार हुनेछ। तीन माछाहरू। एउटा नदीमा तीन माछा बस्थे। उनीहरूको नाम चतुर, मती र अमल थियो। तिनैमा गहिरो मित्रता थियो। यिनीहरूको स्वभावमा भिन्नता थियो। चतुर कुनै पनि कुरा पहिला सोच विचार गरेर मात्रै निर्णय लिन्थ्यो। मती बुद्धिमान थिए, समय अनुसार हतारमा फैसला लिन्थे र अमल भाग्यमा भरोसा गर्ने खालको थियो। एकपटक नदीको किनारमा दुई माझी आए। उनीहरूले नदीमा धेरै मोटा मोटा माछा देखे। एउटा माझीले भन्यो, यहाँ त धेरै माछाहरू छन्, हामी सब भोलि बिहान आएर त्यहाँ जाल हान्नुपर्छ। तिनै माछाले उनीहरूको कुरा सुने। चतुरेले भन्यो, हामीले यो स्थान छिटोभन्दा छिटो छोडिदिनुपर्छ, नत्र माझीले हामीलाई समाउनेछन्। मतीले भन्यो, नाइ, म त यो नदी छोड्न सक्दिनँ। यो नदी हाम्रो असली घर हो। हामी धेरै वर्षदेखि यहीँ बस्दै आएका छौँ। अमल पनि मतीसँग सहमत भएर बोल्यो, हो, यो हाम्रो बुवा हजुरबुवाको घर हो। यसलाई हामीले कसरी छोड्न सक्छौँ? चतुरेले भन्यो, हो, यो कुरा त ठिकै हो भने यो हाम्रो पुर्खाको घर हो, तर अब हामीलाई ज्यानको खतरा छ। त्यसैले मूर्ख नबन, छिटै बुद्धिमानीपूर्वक निर्णय ल्याऊ र छिटोभन्दा छिटो यो स्थान छोडिदिउँ। मती र अमल यसको लागि राजी भएनन् र उनीहरूले नदी छोड्न मानेनन्। चतुर कुनै समस्या मोल्न चाहँदैनथ्यो। ऊ नदीको बाटो हुँदै दोस्रो तलाउमा पुग्यो। फेरि केही क्षणपछि सुझबुझ भएको मतीले अमलसँग भनिन्, यदि मान, भोलि हामी समात्यौँ भने तिमीले मैले जस्तो भन्छु त्यस्तै गर्नु, अन्यथा तिमी मारिनेछौ। अमलले सोच्यो, मती आफूलाई धेरै होसियार ठानिरहेको छ, म किन उसको कुरा मान्छु? म त्यही गर्छु जो म गर्न चाहन्छु, त्यही हुनेछ जे हुनुपर्ने हो। यसरी उसले मतीको सल्लाह नमान्ने निश्चय गर्यो। भोलिपल्ट दुवै माझी त्यहाँ आए र उनीहरूले नदीमा जाल फैलाए। अमल र मती दुवै जालमा फसे। मतीले आफू मरेको देखाउनको लागि हल्लिन डुल्न बन्द गरिदिए। माझीले त्यसलाई मरेको सम्झेर अरू मरेको माछासँग निकालेर नदीमा फ्याँकिदिए। यसरी मतीले आफ्नो ज्यान जोगाए। तर अमलले मतीको सल्लाह नमानेर उसले जसरी मरेको ढोङ गरेन र जालमा फसेपछि निस्किनको लागि तडपिन थाल्यो। माझीले उसलाई ज्यान जोगाउने कोसिस गरेको देखेर छुरीले उसको पेट फुटाइदियो। यसबाट के पाठ सिक्न सकिन्छ भने बुद्धिमान मित्रको सल्लाह मान्नु सधैँ हितकार हुनेछ।